काग र ब्वाँसोको कथा। एका देशमा एउटा ठुलो घना जङ्गल थियो र त्यो जङ्गलमा एउटा अग्लो रुख थियो जहाँ एउटा काग आफ्नो गुँड बनाएर बसेका थिए र त्यसै जङ्गलमा एउटा डरलाग्दो ब्वाँसो पनि बस्थ्यो। एक दिनको कुरा हो, कागले कतैबाट एउटा रोटीको टुक्रा भेट्टाएछन् र आफ्नो गुँडतिर उडेर आएछन्। भोकाएको ब्वाँसो त्यो रुख वरपर घुमिरहेको हुन्थ्यो र उसले कागको मुखमा रोटीको टुक्रा देखेछ। अब उसले रोटीको टुक्रा कसरी खाने होला भनेर विचार गरेछ। अनि कागलाई भनेछन्, काग दाई, तिमी त कति राम्रा छौ है, तिम्रो खुट्टा कति राम्रा, पखेटा कति राम्रा, चुच्चा कति राम्रा, आँखा त झन् कति लोभलाग्दो भनेर प्रशंसा गरेछ। अनि तपाईँले गीत गाएको पनि राम्रो भन्ने मैले सुनेको छु, मलाई गीत गाएर सुनाउनुहुन्छ भनेर भनेछन्। अनि काग मक्ख परेर हुन्छ नि भन्दै गीत गाउन थालेछन्। गीत गाउनलाई का मात्र गरेका थिए, रोटीको टुक्रा उसको मुखबाट तल खस्यो र रोटीको टुक्रा भुइँमा झर्ने बित्तिकै स्यालले टप्प टिपेर त्यहाँबाट भागेछन् र कागलाई धन्यवाद काग दाई भनेर गिज्याउँदै गएछन्। र काग रुँदै पछुतो मान्दै आफ्नो गुँडमा बसेछन् र निराश भएर त्यो दिन ठोक्कै सुतेछन्। र त्यो दिनदेखि कागले एउटा शिक्षा सिकेछ कि अरूको झुटो प्रशंसा सुनेर कहिल्यै मूर्ख बन्नु हुँदैन भनेर। यो रमाइलो कथा यहीँ सकिन्छ र फेरि अर्को नयाँ कथा लिएर म पुनः आउनेछु। त्यतिन्जेलसम्म यो कथा सुनिदिएकोमा धेरै धेरै धन्यवाद हाम्रा प्यारा छोराछोरीलाई।